हेलो केटाकेटी हो। आज नेपाल क्रिकेटले वेस्ट इन्डिजसँग फाइनल गेम खेल्दैछ र त्यहाँनिर आजको ब्याटिङ खासै राम्रो भएको छैन, तर सिरिज नेपाल टिमले जितिसकेको छ। त्यही भन्दै म तपाईँहरूको सामुन्ने आएको छु र भन्दैछु कि नेपालले जुन सेकेन्ड गेम खेल्यो नि 90 रन्सले डिफिट गर्यो वेस्ट इन्डिज टिमलाई। कसैले भन्छ कि वेस्ट इन्डिज बी टिम हो, सी टिम हो। बी र सी हुँदैन, किनभने लास्ट टाइम जब नेपालमा वेस्ट इन्डिज टिम आएको थियो उनीहरूले वेस्ट इन्डिज ए भनेर टिम पठाएको थियो, त्यसमा वेस्ट इन्डिज जितेको थियो 3-2ले। तर योपालि वेस्ट इन्डिज नेसनल टिम भनेर पठाएको छ। उनीहरूले कोहीसुकै टिम पठाओस्, वेस्ट इन्डिजको नेसनल ट्याग हालेर पठाएको छ। त्यही भएर वी हेभ डिफिटेड द नेसनल टिम, वी हेभ डिफिटेड द टेस्ट नेसन फर्स्ट टाइम। पहिलो गेममा हामीले रेकर्ड राख्यौँ। फर्स्ट टाइम हामीले सिरिज खेल्दै थियौँ फुल टाइम मेम्बरसँग। हामीले फर्स्ट टाइम खेल्दाखेरि नै फर्स्ट टाइम हरायौँ। सेकेन्ड गेममा हामीले अर्को रेकर्ड राख्यौँ कि सेकेन्ड टाइममा खेल्न साथ हामीले गेम जित्यो विथ 90 रन मार्जिन इन अ T20 गेम। त्यो एसोसिएट टिमले फुल मेम्बरलाई हराएको ठुलो कुरा हो। उनीहरूले कुन प्लेयर पठाउँछ हाम्रो मतलब कुरा होइन, तर उनीहरूले पठाएको एज अ वेस्ट इन्डिज क्रिकेट टिम भनेर। त्यही भएर हामीले मजाले जितेका छौँ र 2-0 अग्रता छ। सिरिज हाम्रो नाममा छ, द्याट्स अ ग्रेट हिस्ट्री। र आज गेम भइरहेको छ र म तपाईँहरूको माझ आज आइरहेको छु कि त्यो हाफ टाइम हुँदाखेरि आज चाहिँ जहाँ नेपालको ब्याटिङ अलिकति सुस्ताएको जस्तो देखिन्छ, कहीँनिर घडबडाएको जस्तो। तर नयाँ पिच छ आजको उसमा, तर हामी विश्वस्त छौँ हाम्रो बलिङको माझमा नेपालले जित्छ भनेर र यसमा सपोर्ट गर्नुपर्छ। हारे पनि जिते पनि जित्छौँ भने हामी आफमा छौँ। र यदि यो भयो भने क्लिन स्विप हुन्छ। फर्स्ट टाइम एसोसिएट नेसनले फुल टाइम मेम्बरलाई क्लिन स्विप गरेको र हाम्रो यो एसोसिएट नेसन भएको बावजुद पनि हामी फर्स्ट टाइम फुल मेम्बरसँग खेल्दैछौँ र उनीहरूलाई हामीले सिरिज त अलरेडी जितिसकेका छौँ। इट्स टाइम फर अ क्लिन स्विप। अब अहिले हामी ब्रेक टाइममा उभिएका छौँ होइन। अब विल गो फर द सेकेन्ड हाफ, होपफुली वी क्यान विन। अनि हामी जित्छौँ भने आशा गर्छौँ विथ द रन वी हेभ अन द बोर्ड। योपालि अलिकति कम रन छ, तर हाम्रो बलिङ एट्याक अनि फिल्डिङ हामीले सेकेन्ड म्याच जस्तो गऱ्यो भने त अफकोर्स वी क्यान डिफिट देम। अब एउटा कुरा अर्को भन्दाखेरि आवेशमा नै आउनु हुँदैन। यदि हामी हारिहाल्यौँ भने पनि एटलिस्ट फर्स्ट सिरिजमा होइन हामीले फर्स्ट वेस्ट इन्डिजलाई हराएका छौँ। फर्स्ट सिरिज विथ अ फुल मेम्बर, फर्स्ट सिरिज वान, इट इटसेल्फ इज अ हिस्ट्री। त्यही भएर अब हेरौँ, म तपाईँहरू आउनेछु सेकेन्ड इनिङ पछि है त। होपफुली नेपाल विन। जय देश, जय नेपाल, जय क्रिकेट। थ्याङ्क यू।